हिजो म बुझ्ने थिएन होला, आज धेरै बुझ्ने भइसकेको छु। तपाईँ एउटा छोरी मान्छे, म एउटा छोरी मान्छे। हिजो कसैलाई परिवर्तन गर्छु भन्दै हिँडेको मान्छे, तर आज म आफै परिवर्तन हुन्छु भन्दै हिँडेको मान्छे। आफू परिवर्तन भइसकेपछि सबै कुरा परिवर्तन हुन्छ भन्ने भावना जागेको मान्छे हो। हामी उमेरसँगै धेरै कुराहरू सिक्यो, हाम्रो उमेर ढल्किँदै गयो। अब भोलि गएर जहाँ जहाँ उमेर तोकेको हुन्छ, तपाईँको यति वर्षभित्रमा होइन, यसमा नाम निकाल्नुपर्छ, यति वर्षमा तपाईँले यो उमेर कटिसकेपछि यो गर्न पाउनुहुन्न, तपाईँले यति वर्ष गयो त्यसमा तपाईँको फ्यासिलिटी छैन हो, त्यसमा हामी सहभागी हुन सकिँदैन होला। तर बाँकी भएको जिन्दगी जति पनि छ, जति पनि समय छ, त्यसलाई चाहिँ भरिपूर्ण सदुपयोग गर्नु होला। जहाँ जहाँ उमेर त तोकिँदैन त्यहाँनिर तपाईँ सहभागी हुन सक्नेमा, आफूले समय दिन सक्नेमा, कस्तो मान्छेसँग सम्पर्कमा बस्ने, कहाँनिर हामी अगाडि पाइरा चल्ने, कसको जिन्दगी अधुरो बाँकी छ, कसले हामीले उद्धार गर्ने, म अप्ठ्यारो पर्दा कसले सहयोग गरेको थियो, उहाँलाई मैले कसरी सम्झाउने, कसरी सम्झिने है। अनि तपाईँ जब अप्ठ्यारो पारेर छोडेर गयो, उहाँहरूलाई कसरी आफ्नोपनातिर ढल्काउने, कसले तपाईँलाई नराम्रो अवस्थामा पुर्याइदिएको थियो, उहाँलाई झन् धेरै धन्यवाद दिनु भन्न चाहन्छु। उहाँले गरेर नै हामी नयाँ पाठ सिक्यो, नयाँ कुराहरू सिकेर हुन्छ नि त। धन्यवाद धेरैजनालाई दिनुपर्छ, अप्ठ्यारोमा पार्नेलाई पनि दिनुपर्छ, अप्ठ्यारो बेला सहयोग गर्नेलाई पनि दिनुपर्छ, अप्ठ्यारोमा छोडेर जानेलाई पनि हामीले धन्यवाद दिनुपर्छ। भनिन्छ नि, चुनौती बिनाको जिन्दगी सफल भएको खुसीको पल भन्ने त्यो खुसी नै होइन क्या, चुनौती आउनै पर्छ। त्यही भएर छोरी मान्छे हो भनेर पछाडि कहिले पनि नहट्नु, गर्न सक्दिनँ, मेरो उमेर गइसक्यो नभन्नु। तपाईँको सास रहुन्जेल, हात खुट्टा चलुन्जेल, आँखाले भ्याउन्जेल र समयले साथ दिउन्जेल जहाँ जहाँ बाँकी भएको अधुरा त्यो सपनाहरूलाई कटर गरेर अगाडि बढ्ने कोसिस गर्नु होला। सबै